तपाईँ के बन्दै हुनुहुन्छ मलाई थाहा छैन। तपाईँ के हुनुहुन्छ त नयाँ दलमा? तपाईँ उम्मेदवार हो कि समानुपातिक सुरक्षित गर्नुभयो कि? हाम्रो पुरानो राजनीतिले गरेको त्यही नै हो। मेरो लागि सिट सुरक्षित गर्ने, मेरो लागि पद सुरक्षित गर्ने। म हुनु पर्यो, हामीले भन्यौँ हामी हुनु पर्यो। विवेकशील साझा आन्दोलन मर्नु भएन। उज्जवल थापाले रोपेको बिउ फुल्नु पर्यो, फक्रिनु पर्यो। मलाई केही चाहिँदैन। त्यो बिउ जब फक्रेर फुलेर संसद भवनमा गज्रिन थाल्छ, म हरेकमा समीक्षा देख्छु, हरेकमा उज्जवल देख्छु। त्यो हो हामीले गरेको राजनीति, त्यो हो हामीले गरेको तपस्या। यसै भनेको होइन, वैकल्पिक राजनीति सत्प्रयास हो। रविजीले गरेको सत्प्रयास हो। उहाँले निर्माण गर्नुभयो यो दल। उहाँ थुनामा हुनुहुन्छ। सबै व्यक्तिहरू हामी यहाँ छौँ भनेपछि उहाँले सुरुवात गर्नुभएको यो सत्प्रयासमा विवेकशील साझाले 12 वर्षदेखि गरिराखेको मूल्य मान्यताको राजनीति, फाउन्डेसनको राजनीति, जगको राजनीति ल्याएर हामीले दुईटालाई जोडेको, एकअर्कामा समाहित भएको